नमस्ते सबैजनालाई। फेरि पनि मैले आज एउटा महत्त्वपूर्ण भिडियो लिएर आएको छु। यदि हजुरहरू नेपालमै बसेर अब कुन कल कारखाना चलाउने, के उद्योग गर्ने, कुन व्यापार गर्ने भनेर अलमलमा हुनुहुन्छ भने यो भिडियो हजुरहरूको लागि महत्त्वपूर्ण रहन सक्छ। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला। अब लागौं भिडियोतर्फ। जुन तपाईहरुले भिडियो स्क्रिनमा देखिराख्नु भएको छ यो चाहिँ क्यारी ब्याग बनाउने सेमी अटोमेटिक मेसिन हो र यो ब्यागको अहिले बजारमा एकदमै धेरै डिमान्डहरु आइरहेको छ, किनभने अहिले नेपालको विभिन्न ठाउँहरुमा प्लास्टिक ब्यागहरु ब्यान्ड हुँदै आइरहेका छन्। अब कुरा गरौँ हामीले यो नन ओभन फ्याब्रिक ब्याग बनाउनको लागि चाहिँ के कतिवटा मेसिनहरु आवश्यक पर्दछ र यसमा के कति लगानी लाग्न जान्छ। कुनै पनि साइजको एउटा ब्यागलाई हामीले पूर्ण रूपमा तयार पारेर बजारसम्म पुर्याउनका लागि हामीलाई यो मेसिन सेटसँग 5 वटा मेसिनको आवश्यक पर्दछ। भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्नु होला। म त्यो 5 वटा मेसिनको नाम र कुन मेसिनले के काम गर्दछ त्यो सबै जानकारी यसै भिडियोमा दिनेछु। 1 नम्बरमा रहेको छ फ्याब्रिक कटर मेसिन। अब यो कटर मेसिनको काम चाहिँ के हो भने जुन यो ब्याग बनाउने र मेटल हुन्छ फाइबर, त्यो र मेटल चाहिँ ठुलो रोलमा आउने हुँदाखेरि अब त्यो रोलबाट चाहिँ हामीले झोलाको साइजमा काट्नुपर्ने हुन्छ, विभिन्न साइजहरु काट्नुपर्ने हुन्छ झोला बनाउनको लागि र त्यहाँबाट त्यो साइजलाई चाहिँ हामीले निकाल्नको लागि यो फ्याब्रिक कटर मेसिनको प्रयोग गरिन्छ। त्यसपछि हामीलाई आवश्यक पर्ने भनेको 2 नम्बरमा अल्ट्रासोनिक स्विङ मेसिन हो। अब जुन तपाईले यो स्क्रिनमा देखिराख्नु भएको छ यो मेसिनको नाम चाहिँ अल्ट्रासोनिक स्विङ मेसिन हो। अब यसको काम चाहिँ के हो त भन्दाखेरि जुन हामीले फ्याब्रिक कटरको सहायताबाट विभिन्न साइजहरु काटेर निकाली राखेका छौं त्यो मेसिनलाई चाहिँ सिलाएर एउटा ब्यागको शेप दिने काम चाहिँ यो मेसिनले गर्दछ। त्यसैगरी यति भइसकेपछि 3 नम्बरमा हामीलाई चाहिन्छ डी कट मेसिन। अब डी कट मेसिनले के काम गर्दछ जुन यो स्क्रिनमा देखिराख्नु भएको छ यो मेसिनको नाम चाहिँ डी कट मेसिन हो। यसको काम चाहिँ झोलालाई सिलाइसकेपछि तपाईहरुले भिडियोमा देखे अनुसार हामीले क्यारी गर्नुपर्ने हुन्छ। त्यो क्यारी गर्दाखेरि चाहिँ जुन हामीले हातमा औंलाहरु अट्क्याउनु पर्ने हुन्छ त्यो ब्यागमा त्यो शेप चाहिँ यो डी कट मेसिनले चाहिँ निकाल्ने गर्दछ। त्यसैगरी रहेको छ 4 नम्बरमा ह्यान्डल लप अट्याचमेन्ट मेसिन। अब यो मेसिनको काम चाहिँ के हो त भन्दाखेरि जस्तै तपाईको डी कट मेसिनले चाहिँ औंलाहरु छिराएर काट्ने शेपको चाहिँ एउटा कटिङ गर्छ भने यो ह्यान्डल लप अट्याचमेन्ट मेसिनले चाहिँ तपाईहरुको जस्तो झोलाको बाहिरी भागमा जो पट्टीहरु हुन्छ यसरी झुन्ड्याएर हातमा बोक्न मिल्ने हो त्योलाई चाहिँ त्यो पट्टीहरुलाई चाहिँ यसले चाहिँ लोप गर्ने काम गर्छ। त्यहाँ चाहिँ जोइन्ट गर्ने पञ्च गर्ने काम चाहिँ यो ह्यान्डल लप अट्याचमेन्ट मेसिनले चाहिँ त्यो काम गर्दछ। त्यसपछि हामीलाई 5 नम्बरमा चाहिने भनेको एउटा 50 लिटरको एयर कम्प्रेसर हो। अब यो 3-4 वटा मेसिनहरु मध्ये 2टा मेसिनमा चाहिँ हामीलाई एयर कम्प्रेसरको आवश्यक पर्दछ र एयर कम्प्रेसरबाट चल्ने मेसिनहरु हुन्छ। अब त्यो मेसिनहरु चाहिँ कुन हो भन्दाखेरि चाहिँ एउटा तपाईको डी कट मेसिन हो र अर्को ह्यान्डल अट्याचमेन्ट मेसिनमा चाहिँ एयर कम्प्रेसरको आवश्यक पर्दछ। यो 5 वटा उपकरणहरु अथवा मेसिनहरु हामीसँग भएको खण्डमा हामीले एउटा शपिङ ब्याग अथवा एउटा क्यारी ब्यागलाई चाहिँ सहजै एउटा सानो ठाउँमा पनि हामीले आफ्नै घरमा पनि उत्पादन गरेर बजार व्यवस्थापन गर्न सक्छौं। अब यो सबै मेसिनहरु कहाँ पाउँछ र यसमा कति लागत लाग्छ। अब यो सबै मेसिनहरु हामीसँग पाउँछ, हामीले तपाईलाई प्रोवाइड गरिरहेका छौं। अब यसको लागतको कुरा गर्दाखेरि चाहिँ मिनिमम 4 लाख देखि 5 लाखको लगानीमा हामीले यो सुरुवात गर्न सक्छौं। थप जानकारीको लागि स्क्रिनमा नम्बर दिएको छ, सहजै सम्पर्क गर्न सक्नुहुनेछ र यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सनु होला। अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनुभएकोमा धन्यवाद।